नमस्कार नमस्कार। होइन बिहान बिहान कहाँबाट आइसक्यो माने? यसो बुढा 100 रुपियाँ पाइन्थ्यो कि हजुर। अब हजुरको घरमा नआए म बबुरो कहाँ जाउँ र हजुर? पैसा त पुरै नगर माने, पैसा छैन हामीसँग। के गर्नु हजुर, हामी गरिबहरूले हजुरको ढोका नढोकाए हाम्रो चुलामा आगो बल्दैन। म के गरौँ त हजुर? यदि तपाईँले सहयोग गर्नु भएन भने त मेरो बालबच्चा भोकै हुन्छ, म मरेस्तुल्य मरे मर माने, हामीलाई केही पनि मतलब छैन। मुखिया तपाईँले पनि पैसा दिने होइन नि? के गर्छस् माने? भोलि बिहानै उठेर म 9 डाँडा पारिरहन्छु। 5-7 जना बिस्टरको कपडा सिउनु छ। मलाई त्यतै 1 हप्ता जति लागिहाल्छ। घर राम्रोसँग हेर्नु। सानी बाबु, म पनि तिमीसँगै जान्छु। तिमी उता गएपछि मलाई केही भइहाल्यो भने त्यही भएर म पनि बिस्तारै तिमीसँगै जान्छु। मलाई घरैमा बस्न भनेको मानिरहेछ सानेकी आमा। भर्खर त 2टा उकालो चढिँदैछ, अझै 7वटा छन्। कसरी जाने? भने मान्ने होइन, घरमै बस भने हो। के गर्नु बुढा, मान्दैन। उसलाई छाड्न पनि म कतिखेर आउँछु भनेर पर्खेर बसिरहेको छु है। अझै पनि तेरो यो बानी हटेको छैन। के गर्नु सानो माया, तिमीले त मलाई छोडेर काठमाडौँ गइहाल्यौ। रै पनि तिम्रै मायामा म बसिरहेको छु। तिमीले मलाई माया नगरे पनि मैले तिमीलाई माया गरिरहेको छु। खोइ बेग्लो सानो माया, अहिले त हाम्रो गाउँमा बाटो आएको छ, बिजुली आएको छ, घर घरमा धारा छ, एकदमै परिवर्तन पो भइसकेको छ त। मलाई त गाउँमा हुनै पर्दैन, म त फर्किहाल्छु। मलाई थाहा थियो, तिमीलाई मैले पहिले नै भनेको थिएँ तिमी सहर गएपछि परिवर्तन हुन्छ भनेर। आज आफ्नो गाउँ, तिमी जन्मेको ठाउँ, यो गाउँ तिमीलाई मन पर्दैन।
ल सानो माया तिमी जानु अरू कुनै दिन भेट्नुपर्छ है त हिँड्न होइन म जान्न मेरो घरमा काम छ भोलि भेटौँला नि हिँड्न भोलि भेट्ने मेरो एकदम जरुरत काम छ है त भोलि भेट्नुपर्छ ल जाऊ छोरी पनि आइछ त नानी पनि पो आइछ है हिजो मात्रै कुरा गर्दै थियौ ए लुन्नु जाउँ नानी माथि ल तिमीहरू खाजा खाँदै गर म पर पुगेर आउँछु है काम छैन काग छैन दिनभरि गाउँमा लखर 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 हिँड ओराको सिनको पर सार्नु छैन गधा ए सानेको बाउ कति किचकिच गर्छौ छोड्देऊ न यसलाई चुप लाग्दो ए बाबु कति कराउँछौ हौ कति ल्याङ ल्याङ गर्छौ पछि पाल्ने त मै हो त बुढेसकालमा क्रिया मैले गर्नुपर्छ के भएको यसो ल्याङ नगर न आमा अलिकति भात पर्छ त म खाएर जान्छु खालास भात तल ठिक्क पारेर पकाएर राखिदिएको छु नि मैले छोरोलाई यसो सम्झाउन खोज्यो भने मैमाथि आइलाग्छ यो सब तैँले गर्दाखेरि बिग्रेको मैले केही बोल्नु हुँदैन के गर्नु भएको एउटा ट्युसो छ त्यसले पनि छोडेर गयो भने भोलि कसको सहारामा बाँच्नुहुन्छ हेर त्यहाँ यसलाई रिस उठेको दाजु मैले छोरीको बिहे गर्ने निर्णय गरिसकेँ घर सल्लाह पनि भयो पढिसकेँ अब हुर्केकी छोरीलाई कति दिन घरमा राख्ने मैले त ज्वाइँ पनि हेरिसकेँ मुख्य बा हाम्रो मैसाबको त त्यो सानैसित लसपस पो रहेछ त राम 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 के देख्नु पर्यो यो आँखाले के रे यदि यो कुरा साँचो होइन रहेछ भने म तँलाई जुदो छोड्दिनँ होइन हजुर मैले यही आँखाले देखेको हो म झुटो बोल्थेँ हजुर यदि त्यसो हो भने त्यसको बाउ मानेलाई गएर एकपटक सम्झाउनै पर्ने भयो तेरो छोराको चालचलन मलाई ठिक लागेन आकाश र धरती कहिले एक भएको देखेको छस् छैन हजुर सोचेर अगाडि बढ ए केटा अब तैँले पनि केही काम गर्नुपर्छ अस्ति नै तेरो बाबा हाम्रो घरमा चलाउनु भएको थियो गाउँभरितिर हल्ला छ अरे लाफुङ्गा बारेछ अरे त्यो अब बाउ आमालाई तैँले नहेर कसले हेर्छ भन्छ अब सानो माया तिमीले त मलाई माया गर्ने मान्छे अब तिमीले पनि मलाई गाली गर्न थाल्यौ मेरो घरमा बुवा आमाले त मलाई गाली गर्छन् तिमी त एउटा मलाई माया गर्ने मान्छे त्यस्तो होइन साने तँ आफै सोच न तेरो बाउ आमा मिसिन बोकेर नउडाएर बारी गएर कमाएर ल्याएर अहिलेसम्म तल खुवाइरहेछ मैले तँलाई भन्नुपर्ने कुरा यही हो बाँकी कुरा त आफै सोच ए सानै छोरा मान्छेमा बोका र व्यवहारमा धोका मन पर्दैन मलाई आजैबाट सानो मैयासँग भेटघाट गर्न छोड्दै किनकि सानो मैयासँग मेरो बिहे हुँदैछ बुझिस् सानो माया तेरो निधारमा छैन सानो मायालाई बिहे गर्ने सपना तेरो सपनै रहन्छ
तिमीलाई कसरी भनिसके मेरो पछि नलाग भनेर मलाई तिमीसँग बिहे गर्नु छैन ए सनी तँलाई मैले कतिपल्ट भनिसकेँ सानो मायासँग नबेट भने तर तैँले कहिले पनि मानिनस् त्यसैले आज तेरो यो काटी क्लोज हुँदैछ बुझिस् मानेको छोरीले हात हाल्यो तिमीहरूलाई त्यसको त्यत्रो हिम्मत सानी मैयालाई त हामी सम्झाउन गएको थियौँ त सानेले एक्कासी हात हालेको तर सरे बाबुको त केही पनि गल्ती छैन यसरी गाउँभरि केटाकुटै हान्नुपर्छ भने म तपाईँको छोरीसँग बिहा गर्न सक्दिनँ नमस्कार होइन हौ माने भाइ मुखिया त साह्रो पो रिसाएको छ नि त हौ तेरो छोरो सानेले मुखियाको हुनेवाला ज्वाइँलाई साह्रो पो कुटेछ त हौ सम्झाउँछु ठुलै म त्यसलाई सम्झाउँछु सम्झाइ तेरो छोरालाई अकालमै ज्यान जाला बुझेर काम गर यति भन्दै म लागेँ है तिमी कुरै नबुझी नबोला न हौ सानीको बाबा होइन तेरो झगडा चाहिँ के कुरामा परेको अरे केही होइन उसले पनि मलाई माया गर्छिन् म पनि उसलाई माया गर्छु त्यही विषयमा यसो सानो लफडा परेर मात्र बाबु के अरे फेरि भन होइन मुखियाकी छोरीसँग बिहा गर्न तेरो मेरो हैसियत पुग्छ अनि तेरो बुद्धि के भएको छ आजकल जहाँ गयो लफडै मात्रै सुन्छु त म होइन सम्झाने यसलाई यसको दिमाग के भएको के तेरो बाबुले भनेको कुरा साँचो हो त साँचो आमा उसलाई म माया गर्छु उसले पनि माया गर्छ भएन भने ल्याउँछु नभए आफ्नो ठाउँमा छ म गएँ यस्तो छ तेरो छोरा ताल भोलि यो कुरो मुखियाले थाहा पायो भने गाउँमा के हुन्छ हाम्रो आमा 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 बाउ के भयो आमालाई जानु भित्र गएर पानी लिएर आइज आमा 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 के भयो तिमीलाई
उठ न आमा, यो सब मैले गर्दा भएको। आमा उठ, अब म त्यस्तो सङ्गतमा हिँड्दिनँ। आमा आमा उठ, के भयो तिमीलाई? आमा उठ न आमा, उठ न आमा। होइन गुरुबा, यो लगन चाहिँ कहिले जुर्ने रहेछ? ल म हेर्छु ल के छ, हेर्दै जाउँ है त। ल वैशाखको ठ्याक्कै 15 गते पो रहेछ त। के होला, केटाको नाम के होला, केटीको नाम के होला? होइन आउने वैशाखमा पर्यो। हजुर हजुर, आउने वैशाखको 15 गते राम्रो छ। ए हाम्रो सानो मैयाको नाम मैया हो। मैया। अनि केटाको नाम चाहिँ के होला? केटाको ओम। ल एकछिन पर्खौँ ल, म हेर्दैछु ल। ल यो ठिक छ त, जुरेको छ, राम्रो छ। 15 गतेको गरौँ न त, के भन्नुहुन्छ? नानीको बाउआमा आएर तेरो बाउलाई गर्नुसम्म गाली गरेर गयो। ए मुखिया, छोरी त छैन त कोठामा। होइन के भन्छ यो? माथि राम्रो हेर्छ कोठामा। ए केटा, हजुर मालिक। त्यो मानेको छोरो सानेले मैयालाई भगाएर लिएर गएछ। त्यसलाई जसरी पनि खोजेर ल्याउनु पर्यो। अब बिहे आउन 3 दिन मात्रै बाँकी छ। जाऊ। यस्तो कोटले हेर माने, तैँले मेरो हजुरबाको पालादेखि मेरो घरको कपडा सिलाउँदै आएको। मैले पहिले पनि आएर तँलाई सम्झाएको थिएँ। तेरो छोरीको कारणले मेरो छोरीले आज घर छोडेर हिँड्यो। अब आफै भन् त म के गरौँ? मुखिया, हाम्रो छोरी र यसको छोरा कहाँ छ? यसलाई सबै थाहा छ। हेर माने, तेरो घरमै आएर हामी बुढाबुढी तँलाई सम्झाएका छौँ। हामी घर पुग्नु अगाडि हाम्रो छोरी घरमा छैन भने नमाया जे पनि हुनसक्छ। हिँड बुढी। आमा, अब म यहाँ नानी कहीँ पनि जाँदिनँ। हामीले सँगै मर्ने बाँच्ने कसम खाइसकेको छौँ आमा। हो आमा, मलाई पनि सधैँको लागि घर छोडेर आइसक्यो। आमा, तिमीलाई मेरो माया लाग्दैन? म तिम्रो छोरा हो त। माया त लाग्छ नि छोरा। यदि तँलाई कसैले केही गरिदिइहाल्यो भने हामी कसको सहाराले बाँच्छौँ? ल यो केही पैसा मैले दबाई औषधि गर्छु भनेर राखेको थिएँ। तँलाई यो बाटो खर्च हुन्छ। मैया लिएर तिमी बिरामी छौ, तिमी दबाई गर। यो लैजा जा, तँलाई बाटोमा केही खर्च हुन्छ। मैया नानीलाई लिएर डाँडा कटाइहाल्छ। छिटो जा। म आउँछु है ल, पछि आउँछु। छोरोभन्दा ठुलो पैसा होइन। कति दिन पो बाँच्छु। ठुलो होइन त्यो त मलाई पनि थाहा छ, तर मुखियाको छोरीसँग यसले त्यस्तो खालको व्यवहार गरेर
आफ्नो घाँटी हेरी हाड निल्नु पर्दैन? हाम्रो औकात मिल्छ? हेर सानेको आमा, छोरोको माया मलाई नलागेको होइन। छोरोलाई यसो सम्झाउन खोज्यो, गनगन गनगन गर्छस्। आज यही दिन देख्न लागिरहेछ। सानो माया, हामीले कतै भागेर गलत त गरेनौँ। मलाई त कता कता डर लागिरहेछ। फेरि आमा पनि घरमा बिरामी हुनुहुन्छ। मलाई धेरै डर लागेको छ सानो माया। थैट लाग्दैन, छोरा मान्छेहरू नै डराउने हो। मलाई सानो मैया होइन, मैया भनेर बोलाउन आजदेखि बरु छिटो भाग्नु न। सानो भैया के भयो तिमीलाई? सानो भैया, सानो भैया, सानो भैया, सानो भैया, सानो भैया, सानो भैया।